यो बोरोनको चाहिँ म इम्पोर्टेन्ट हाइलाइट्स मात्र भन्छु। त्यसमा चाहिँ एलम भन्ने छ। एलममा चाहिँ हामी अब पोटास एलम भन्छ। पोटास एलम चाहिँ K2 हो। पोटासियम र एल्युमिनियम त सबैमा सेम हुन्छ, तर K2SO4 यो चाहिँ मेटल 1 मेटल 2 यसमा चाहिँ पोटासियम र एल्युमिनियम हुन्छ। सो पोटास एलम भयो। एन्ड प्युरिफिकेसन मध्ये वाटरमा युज हुन्छ। कमन एलम भयो। अनि लिथियम डज नट फर्म, लिथियमले फर्म गर्दैन। यसले एसिडिक हुन्छ एक्वासोल्ट पोटास एलम एन्ड 3 आयन्सबाट एसिड हुन्छ। र एलममा चाहिँ इच मेटललाई चाहिँ 6 वटा एलममा चाहिँ 6 वटा वाटर मोलिक्युल साउन्ड गरेको हुन्छ प्रत्येक मेटललाई हैन। अनि एनहाइड्रस AlCl3 ले फ्युज हुन्छ वेस्ट एयरमा। यो चाहिँ हाइड्रोलाइज भएर हो। अनि AlCl6S2 हिट गरे एनहाइड्रस AlCl3 दिन्छ भनेर सोचेर हैन, Al2O3 दिन्छ। अनि इग्नेसन मिक्सचर भनेको चाहिँ इग्नेसन मिक्सचर भने Ig छ, सो Mg प्लस एल्युमिनियम अक्साइड Al2O3 ग्लिसरलले चाहिँ हाइड्रोलाइज अफ बोरेक्सलाई चाहिँ के गर्छ, स्टप गर्छ। हाइड्रोलाइज अफ बोरेक्सलाई स्टप गरिदिन्छ। सो यो चाहिँ अब याद गर्ने कुरा हो। म चाहिँ धेरै केही छैन, खालि याद गर्नु मात्रै कुरा हो। अब एल्युमिनियमको बारेमा हामी फेरि पढ्छ। एल्युमिनियम भनेको थर्ड मोस्ट एबन्डेन्ट एलिमेन्ट हो हैन। रोल्ड गोल्ड भन्छ, जसमा चाहिँ एल्युमिनियम हुन्छ 90% कपर हुन्छ। सो गोल्ड जस्तो देखिन्छ होला हैन। अनि प्युरिफिकेसन अफ एल्युमिनियममा अब हामीले बेस प्रोसेस पढ्छौँ, अनि यहाँ सर्पेक्स प्रोसेस पढ्छौँ, अनि हल्स प्रोसेस पढ्छौँ। अनि त्यसपछि हामीले अनि इलेक्ट्रोलाइटिक रिफाइनिङ जो चाहिँ हुप प्रोसेस हो, एन्ड हल डोरर प्रोसेस पढ्छौँ हैन। हल हिरोल्ड प्रोसेस पढ्छौँ। अब राइटिङ चाहिँ अलि भए म्यानेज गर्नु हैन। अब यसमा चाहिँ फर्स्टमा हामीले बियर प्रोसेस, म जे भन्छु त्यो मात्र इम्पोर्टेन्ट हुन्छ। बियर प्रोसेस यहाँनिर युज गरिन्छ। अनि यो चाहिँ रेड बक्साइडको लागि हो हैन। अनि सर्पेक्ट प्रोसेसमा सीबाट सर्पेक्ट, सीबाट C प्लस N2 युज गरिन्छ। अनि हल प्रोसेसमा चाहिँ Na2CO3 दिन्छ। हल प्रोसेसमा Na2CO3 दिन्छ। अनि हल प्रोसेस चाहिँ ब्राउन बक्साइड भनेको मोर Fe2O3। अब यो चाहिँ रेड बक्साइडको लागि थियो बियर प्रोसेस, जसमा चाहिँ बियरको चाहिँ फ्री हुन्छ। सो Fe2O3 इम्प्युरिटिज हुन्छ हैन। अनि यहाँबाट अब हल प्रोसेसमा Fe2 इम्प्युरिटिज हुन्छ, र त्यसमा चाहिँ अलिक मोर हुन्छ हैन इम्प्युरिटिजहरू। सिलिकन्स चाहिँ सर्पेक्समा सिलिकन्स अनि कार्बन प्लस N2 युज गरिन्छ। अनि सबमा यो हैन। अनि यसमा चाहिँ Al2O3 आउँछ। यो प्युरिफिकेसन अफ एल्युमिना हो। एल्युमिना भनेको एल्युमिनियम अक्साइड हो, Al2O3 यो चाहिँ कोरोन्डम पनि हुन्छ। Al2O3 लाई कोरोन्डम पनि भन्छ। याद कसरी गर्ने, अल्को Al2O3 अनि यो CO अल्को रिफाइन्ड ओर हैन। अनि भयो। अनि हल से बार एल्युमिना प्रोसेस भन्ने हल प्रोसेस, सर्वे प्रोसेस, बियर प्रोसेस अनि एल्युमिना प्रोसेस भयो हैन। याद गर्ने कुरा हो। म आफै पनि याद गरिरहेको छु हैन। अब हजुर बुझ्नुहुन्छ नै, तर म चाहिँ यहाँ पछि आफूलाई सजिलो होला भनेर चाहिँ गरिरहेको छु यो भिडियोहरू चाहिँ। अनि Al2O3 2S2 गरेर योमा चाहिँ Na2CO3 युज हुन्छ भन्ने याद गर्ने। अनि चाहिँ एउटा सोलुबल कम्पाउन्ड बनाउँछ। Na2CO3 सोलुबल सोडियम एल्युमिनेट बनाउँछ भनेर चाहिँ सिकाउँछ। सोलुबल हुन्छ क्या, यो चाहिँ एउटा सोलुबल कम्पाउन्ड बनाउँछ भनेर चाहिँ हुन्छ। इन्सोलुबल होइन, एउटा सोलुबल हो हैन। अब इलेक्ट्रोलाइटिक भने चाहिँ प्रोसेस गर्ने। अब हल डोर प्रोसेस छ, त्यसमा चाहिँ प्योर एल्युमिनियम लिने, प्योर एल्युमिनियम लिने, त्यसमा चाहिँ मोल्टन क्रायोलाइट युज गर्ने। अनि फ्लोरोस्पार लिने, CF2 भन्ने फ्लोरोस्पार हो। यो चाहिँ डिक्रिज मेल्टिङ पोइन्ट, यो चाहिँ अब फ्लोरोस्पार यो क्रायोलाइट र CF2 चाहिँ डिक्रिज मेल्टिङ पोइन्टको लागि हो। अनि Al2O3 अनि AlF3 यसले चाहिँ अब दिन्छ क्या। अब यो क्रायोलाइट किन युज गर्छ, त्यसले AlF3 दिन्छ। यहाँ चाहिँ अब आफै याद गर्ने, यो चाहिँ म के भन्दैन, अब यो चाहिँ यहाँ दिन्छ डिस्क्रिप्सनमा चाहिँ यस्तो दिन्छ हैन। अनि यो चाहिँ खासमा क्रायोलाइट किन दिन्छ, एउटा मेल्टिङ पोइन्ट घटाउनको लागि, एउटा चाहिँ इन्क्रिज इलेक्ट्रिक कन्ट्रिब्युट इलेक्ट्रोलाइट, त्यो कुरा याद गर्ने। यो चाहिँ म भन्नु त्यो कुरा चाहिँ इम्पोर्टेन्ट छ। अनि अ लेयर अफ कोक स्पिड ओभर बक्साइड एउटा क्वेसन छ। ड्युरिङ एक्सट्र्याक्सन एक्ट एज के इन्सुलेसन, एउटा कोकको लेयर हालिन्छ, त्यो लेयर बक्साइडमा हालिन्छ। त्यो किनकि एउटा इन्सुलेसन गर्छ, डजन्ट एलाउ हिट टु स्केप। यो चाहिँ रिड्युसिङ एजेन्ट, त्यो एजेन्ट भन्दा पनि यो हल प्रोसेसमा एउटा कोक स्पिड गरिन्छ कि बक्साइडमा, त्यो किन इन्सुलेसनको लागि हो कि त्यो लेयर हालिन्छ। जे भनेर त्यो इम्पोर्टेन्ट छ हैन। म आफै बुझिरहेको छु, तर अब बुझिरहेको छु त्यो मलाई थाहा छैन हैन। अनि हामी एल्युमिनियमको केमिकल प्रोपर्टिज चाहिँ त्यो O2सँग Al2O3 N2सँग यो त इम्पोर्टेन्ट छैन। तर इम्पोर्टेन्ट के छ भने चाहिँ बोइलिङ वाटरसँग चाहिँ रियाक्ट गर्छ, प्योर वाटरसँग रियाक्ट गर्दैन। अनि AlOH खोल्दा चाहिँ निकाल्छ, त्यो कुरा याद हुने। एल्युमिनियमले प्यासिभिटी देखाउँछ Al2O3सँग, अनि के HNO3सँग हैन, HNO3सँग प्यासिभिटी देखाउँछ। अनि ग्यास टु SO4सँग SO2 ग्यास निक्लिन्छ। NaSसँग रियाक्ट गरेर NaAlO3 S2 निक्लिन्छ। अनि ड्राई HCl एउटा यो क्वेसन चाहिँ सोधेको, त्यसमा चाहिँ एल्युमिनियम र ड्राई HCl युज गरेर AlCl3 निक्लिन्छ। सो एउटा क्वेसन छ, एनहाइड्रस AlCl इज ओब्टेन्ड फ्रम ड्राई HCl एन्ड एल्युमिनियम। यसो छ। थर्माइट वेल्डिङ थर्माइट प्रोसेस हुन्छ, त्यसमा चाहिँ 1 पार्ट एल्युमिनियम युज गरिन्छ भने 3 पार्ट Fe2O3 युज गरिन्छ। यसमा चाहिँ अब रिड्युसिङ रिएक्सन गर्छ, Fe2O3 लाई Fe मा, Cr2O3 लाई Cr मा युज हुन्छ। अनि यो चाहिँ क्याटलाइस्ट चाहिँ बुझ्दैन यसमा किन। अनि यसमा अब इम्पोर्टेन्ट ओरो छ, कोरोन्डम भने Al2O3
अनि डायस्पार भने H2 हुन्छ नि Al2 3H2 अनि बक्साइड भनेको 2H2 कर्नलाइट भनेको KClM 6H2 कर्नाइट भनेको चाहिँ 4 4 भनेको थिएन कर्नाइट भनेको 4 Na2B4 O7 4H2 अनि फ्लोरोस्पार भनेको CF2 फ्लोरोस्पार भनेको ओर्थोसिलिकेट भने जस्तो हुन्छ पढा KAlSaO3 O3 अब KNaCAG पनि हुन्छ तर AlSa3O8 हुन्छ फिल्डस्पारमा फिल्डस्पार एल्युमिनियम बारेमा बोरोनको चाहिँ अब यो बोरोनलाई रियर एलिमेन्ट भनिन्छ अनि इन्डियनमा थ्यालियमलाई ट्रेस एलिमेन्ट भनिन्छ अनि मेल्टिङ र बोइलिङ पोइन्ट डिक्रिज हुन्छ हैन बोइलिङ र बोइलिङ डिक्रिज हुन्छ डाउनवर्ड जाँदाखेरि सो बोरोनको सबभन्दा हाईएस्ट मेल्टिङ पोइन्ट हुन्छ अनि एल्युमिनियम चाहिँ मोस्ट एबन्डेन्ट हो किनकि भेरिएबल एक्सेस हो गर्छ अनि एटोमिकमा अल्गा किनकि यो पुर सिल्डिङ इफेक्ट हुन्छ भनेर भने त एटोमिक साइजमा चाहिँ अल्गा याद गर्ने एल्युमिनियमको बढी हुन्छ बोरोनको बोरेक्स यो कोलामाइट भनेको Ca2 B6O11 5H2 अनि कर्नाइट रिजोलाइट भनेको 4H2 अनि NaCl भनेको W बनाउने Wबाट चाहिँ हुन्छ अल्गा हुन्छ यहाँ चाहिँ ट्याक्क साइज कसको हुन्छ एल्युमिनियमको बढी हुन्छ सो NaCl इक्वल हुन्छ ग्यालियमको बढी हुन्छ इनर्ट पिरियड इफेक्ट भनेको इनर्टमा बढी हुन्छ त्यो ग्यास क्लोज टु न्युक्लियस चाहिँ बोर्न आउँदैन लास्टको गोलीमा हुन्छ लास्टको पनि इन्डियम चाहिँ मोर यो थ्यालियम चाहिँ बढी स्टेबल हुन्छ थ्यालियमको +1 बढी स्टेबल हुन्छ लास्टको 3टा एलिमेन्ट बनाउँछ तर 3टा एलिमेन्टमा चाहिँ थ्यालियमको चाहिँ मोस्ट स्टेबल हुन्छ थ्यालियमको +1 स्टेट चाहिँ मोस्ट स्टेबल हुन्छ किनकि इनर्ट इफेक्ट बनाउन दिन्छ एउटा क्वेशन हुन्छ TlCl3 भने को स्टेबल हुन्छ भने TL कोही कम्पाउन्ड बन्छ भने हुन्छ त्यसै TlCl3 हुन्छ TlCl3 किनकि +1 अक्सिडेसनमा TlCl हुन्छ किनकि +1 अक्सिडेसनमा छ किनकि मानिन्छ +1 अक्सिडेसनमा छ त्यसैले यो बढी स्टेबल हुन्छ भनेर सोचेर क्वेशन छ अक्सिडेसन एजेन्ट र रिड्युसिङ एजेन्टको अक्सिडाइज एजेन्ट भनेको अब अगाडिबाट हुन्छ ब्रिङ यो हालो गरिदिनु छ भने अगाडिबाट गर्ने हैन अनि यो चाहिँ कसरी हुन्छ भन्दाखेरि रिड्युसिङ एजेन्ट भनेको यो अगाडि रिड्युस गर्ने सेल्फ अक्सिडाइज भनेको सेल्फ अक्सिडाइज लस अफ इलेक्ट्रोन कसरी गर्छ साइड फ्लो छ त्यसको भयो त्यसैले यसरी भन्छ यो अगाडि सुरु हुन्छ हैन केमिकल प्रोपर्टिज त्यति इम्पोर्टेन्ट एम्फोस बोरानले हुन्छ त्यति इम्पोर्टेन्ट छैन रिएक्टिभिटी चाहिँ एम्फोस बोरान बढी रिएक्टिभ हुन्छ सो अक्साइडहरुमा चाहिँ त्यो अब बेसिक क्यारेक्टर भनिन्छ बेसिक क्यारेक्टर अक्साइड भने लास्टबाटै हुन्छ हैन लास्टबाट तर थ्यालियमको चाहिँ यो लास्टको के हुन्छ इन्टरपियर इफेक्ट सो यो चाहिँ +1 को बढी स्टेबल हुन्छ सो यो बेसिक क्यारेक्टर त्यही हुन्छ भने अब एसिड र अल्कासँग कस्तो रिएक्ट गर्छ बोरोनले चाहिँ फ्युजसँग रहन्छ एडोटो बिहेभ बोरोनले फ्युज अल्कासँग रिएक्ट गर्छ अनि Na3BO3 भन्छ अनि अक्सिजनसँग चाहिँ बोरिक एसिड पाउँछ H2SO4 सँग बोरिक एसिड गर्छ अनि चाहिँ अल्गाले फ्युज अल्कासँग गर्छ चाहिँदैन अनि अल्गाले के प्यासिभिटी देखाउँछ भन्छ यो याद गर्नुपर्छ अनि इन्डियम चाहिँ इन्सोलुबल अल्कालिज अनि थ्यालियमको TlCl +1 मोर स्टेबल सो प्यासिभ अनि हेलाइड्सहरु हुन्छ नि X3 जो चाहिँ अब मेटलहरु भयो जो चाहिँ छन् नि एलिमेन्ट्सहरु अब त्यो चाहिँ कोभ्यालेन्ट हुन्छन् तर त्यसमा पनि Bf3 चाहिँ अब के हुन्छ भने चाहिँ यो पनि कोभ्यालेन्ट हुन्छ तर Mf3 चाहिँ आयनिक हुन्छ Mf3 यो जो फ्लोरिन क्लोरिन ब्रोमिन आयोडिन चाहिँ Mf3 चाहिँ आयनिक हुन्छ तर Mf3 Bf3 पनि फेरि कोभ्यालेन्ट हुन्छ इन्कम्प्लिट अनि 6 इलेक्ट्रोन इन्कम्प्लिट ल्युइस एसिड भयो अब ल्युइस एसिडको अर्डर चाहिँ पछाइबाट हुन्छ किनकि ब्याक बन्डिङ र डेटिङ बन्डिङ हुन्छ यो चाहिँ त्यसैले पछाइबाट भयो अनि अरु के छ त्यो भयो अनि AlCl चाहिँ डाइमर बनाउँछ डाइमर बनाएपछि यसले Al2Cl6 बनाउँछ यो चाहिँ इलेक्ट्रोडिभिजन भएन किनकि इलेक्ट्रोन शेयर पनि भयो अनि यो चाहिँ किनकि बिकज हाई कोऑर्डिनेसन नम्बर एसिड बाइ एल्युमिनियम यो चाहिँ अनि डाइमर किन बनाउँछ भने चाहिँ सोध्छ एउटा क्वेशन बिकज हाई कोऑर्डिनेसन नम्बर एसिड बाइ एल्युमिनियम यो कुरा भयो अनि डाइमर AlCl चाहिँ बनाउँछ भन्ने भयो हैन अनि Bf3 भनेको के भनेको थियो भर्खरै कोभ्यालेन्ट भनेको थियो किनकि Mf3 जति नै F3 भनेको आयनिक हुन्छ तर यो चाहिँ कोभ्यालेन्ट भयो त्यसैले टुक्रेन त्यसैले यो OH भित्र S+ बाहिर आयो अनि बोरोनमा चाहिँ एमोर्फस र क्रिस्टलाइन हुन्छ एमोर्फस क्रिस्टलाइनमा पनि B रोम्बोहाइड्रल आइकोसाहाइड्रल B12 हुन्छ ट्रान्जिसन बिट्विन अब यो एलोट्रोप हुन्छ त्यो B12 आइकोसाहाइड्रल हुन्छ अनि एमोर्फस कसरी बनाउने भने एमोर्फसलाई अल्कालीसँग रिएक्ट गर्ने एमोर्फस बनाउनको लागि अल्कालीसँग रिएक्ट गर्ने B2O3 लाई सोडियमसँग रिएक्ट गर्ने के भन्छ एमोर्फस भन्छ B2O3 लाई म्याग्नेसियम रिएक्ट गर्ने एमोर्फस भन्छ पोटासियमसँग रिएक्ट गर्ने एमोर्फस भन्छ रह्यो कि एल्युमिनियम बीचमा B2O3 लाई एल्युमिनियम रिएक्ट गर्ने क्रिस्टल भन्छ जिंकसँग रिएक्ट गर्ने क्रिस्टल भन्छ BCl3 अब BX3 अब हेलाइड्सहरु छ नि बोरोनको हेलाइड्स त्यो BCl3 फ्लोरिन क्लोरिन भन्छ त्यो भने BCl3 लाई H2 सँग रिएक्ट गरेर हिट गरिदियो भने एमोर्फस क्रिस्टल बोरोन भन्छ त्यो इलेक्ट्रिक डिस्चार्ज भने B2X ठुलोवाला भन्छ डिस्चार्ज भने डाइबोरोन भन्छ इलेक्ट्रिक डिस्चार्ज भने डाइबोरोन भन्छ अनि यो एमोर्फस बोरोन मोर एक्टिभ जे क्रिस्टलमा बुझ्नु थाहा भएन
बोरोनलाई कार्बनसँग B4C बोरोन कार्बाइड भन्छ विच इज नर्बाइड विच इज हार्डेस्ट सब्स्टेन्स आर्टिफिसियल सब्स्टेन्स हैन अनि भेरी हार्ड अनि आर्टिफिसियल सब्स्टेन्स अनि Bn भनेको नाइट्रोजन बोरोनलाई N2 सँग रेड NH3 सँग बोरोन नाइट्रेट भन्छ इनर्गेनिक ग्राफाइट बोराजोन भन्छ अनि फ्युज NaOH सँग Na3BO3 भन्छ Mg सँग बोराइड भन्छ बोराइड भनेको के हो भने क्वेशन सोध्छ कि बोराइड भनेको Mg3B2 बोराइड त्यसमा B2S6 गैसिफायर अनि SN3 सँग H2 सँग H3BO3 NO2 यो भयो भने Bn H2 B2O3 NH3 B2O3 बोरिक एनाइड अब यो चाहिँ के हो B2O3 बोरिक एनाइड बोरिक ट्राइअक्साइड बोरिक अक्साइड यो सेक्वाइड भन्छ हैन कलिकल भन्छ अनि OMT हो ओम्टो याद गर्ने ओर्थोबोरिक एसिड मेटाबोरिक एसिड अनि टेट्राबोरिक एसिड अनि बोरोन अक्साइड भन्छ हैन 100 डिग्री सेल्सियस 160 डिग्री सेल्सियस अनि मेटाबोरिक एसिड चाहिँ टेट्राहाइड्रल हुन्छ भने चाहिँ याद गर्ने अनि त्यसमा चाहिँ H3BO3 अनि BO2 अनि यो B2O3 भने बोरोन अक्साइड विच इज हाइड्रोस्कोपिक हुन्छ फर्स्ट त्यसले वाटर एब्जर्ब गर्छ त्यो ओपेक प्लस ट्रान्सपेरेन्ट हुन्छ वाटर एब्जर्ब गरेपछि ओपेक देखिनु हैन अनि बोरोन अक्साइडलाई सोडियम म्याग्नेसियम भनेको अम्ल बोरोनमा हुन्छ अघि भने अल्कालसँग रिएक्ट गरेपछि अनि P4O10 सँग रिएक्ट गरेपछि यो P4O10 स्ट्रङली एसिडिक हुन्छ सो आफू यो चाहिँ बेस काम गर्ने भयो सो यो व्हाइट पाउडर भन्छ B4O10 अनि कोबाल्ट अक्साइडसँग रिएक्ट गरायो भने CO कोबाल्ट मेटाबोरेट भन्छ CO BO2 को होल प्राइस कोबाल्ट मेटाबोरेट बिलिभेट टेस्ट हो कि अनि बोरोन हाइड्राइड्सलाई चाहिँ बोरेन्स भन्छ बोरेन्स चाहिँ बाइनर कुमारले भन्छ क्लोजो बोरेन्स आरेकिनो बोरेन्स अनि नाइडो बोरेन्स हुन्छ अब आरेकिनो बोरेन्स भनेको अब हाइड्रोजन बढी छ यहाँदेखि फर्मुलामा हाइड्रोजन बढी छ सो चाहिँ के भन्नुभयो हाइड्रोजन बढी छ भन्नाले यो चाहिँ बढी मेल्टिङ अनि बोइलिङ पोइन्ट कसको आरेकिनो बोरेन्सको बढी भन्नुभयो स्टेबिलिटी चाहिँ नाइडो भने डन स्टेबिलिटी चाहिँ बढी हुन्छ यति गरेर प्रिपरेसन डाइबोरनको प्रिपरेसन चाहिँ अब बोरोन हाइलाइटलाई हामीले के गर्ने हाइड्राइडसँग रिएक्ट गर्ने यसले डाइबोरन दिन्छ अनि NaBH परि पनि हाइड्राइड हो हाइड्राइडले Na2 सँग रिएक्ट गर्ने B2S दिन्छ अनि BF3 बोरोन हाइलाइटलाई NaS सँग रिएक्ट गर्ने B2S दिन्छ अनि बोरोन हाइलाइटलाई यदि H2 सँग रिएक्ट गरेर हिट गर्यो भने बोरोन दिन्छ हैन यो चाहिँ हाम्रो क्रिस्टलाइन अनि इलेक्ट्रिक चार्ज दियो भने डाइबोरन भन्छ डिस्टललाई डाइबोरन अनि यो क्वेशन धेरै सोध्छ कि बनाना बोन्डमा धेरै सोध्छ यो अब नर्मल कोभ्यालेन्ट बोन्ड 4 वटा हुन्छन् यो 4 वटा अब 2 सेन्टर 2 वटा इलेक्ट्रोन कतिवटा हुन्छन् यो 2 सेन्टर भएको यो चाहिँ अब 2 सेन्टर 2 वटा इलेक्ट्रोन कतिवटा 4 वटा हुन्छन् अनि 3 सेन्टर अनि 2 वटा इलेक्ट्रोन भएको चाहिँ त्यो 2 वटा हुन्छन् हैन 2 वटा हुन्छ 2 बनाना बोन्ड यहाँ हुन्छन् सो यति कुरा हो अनि आउटसाइड हाइड्रोजन 2 वटा बनाना हुन्छन् 3 सेन्टर बोन्ड प्रेजेन्ट इन B2X भन्छ 3 सेन्टर बोन्ड कहाँ हुन्छ डाइबोरनमै हुन्छ हैन 3 सेन्टर बोन्ड 3 सेन्टर 2 इलेक्ट्रोन हुन्छ अनि आउटसाइड 2 वटा हाइड्रोजन इलेक्ट्रोन हुन्छन् भनेको अनि डाइबोरन यसलाई यासँग लिथियम बोरोन हाइड्राइड भन्छ H2 सँग H3BO3 भन्छ O2 सँग B2O3 भन्छ रेडहरुसँग अम्ल बोरोन हुन्छ B2S6 प्लस हिट गऱ्यो भने अम्ल बोरोन हुन्छ हैन अनि त्यसपछि लिमिटेड Cl2 भने चाहिँ लिमिटेड भने चाहिँ कमैसँग भन्छ HCl भन्छ एन्ड B2H5Cl अनि एक्सेस भने चाहिँ BSCl3 भन्छ अनि बोरोनको यो भयो अरु चाहिँ अब आफै हेर्नु हैन म धेरै भन्न सक्दैन अहिले बोरिक एसिड भनेको आइवास अनि स्ट्यान्डर्ड इन टाइट्रेसन अरु के भनिन्छ sp2 हाइब्रिडाइजेसन विक एसिड मोनोबेसिक हुन्छ अब यो हाइब्रिडाइज कसरी निकालेको थाहा भएन लिमिटेड भन्यो भने के भन्छ लिमिटेड NH3 लिमिटेड भन्यो भने बोराजोल भन्छ बोराजिन भन्छ इनर्गेनिक ग्राफाइट सबै यो नाम एउटै हो बेन्जिनलाई भन्छ B3N3H6 एक्सेस भयो भने BN भन्छ पोलिमर भन्छ एक्सेस पोलिमर भन्छ बोरोनाइट्रेट इनर्गेनिक ग्राफाइट बोराजोन N छ N बाट बोराजोन ग्राफाइट अब यो चाहिँ प्रिपरेसन भनेको अब प्रिपरेसनमा चाहिँ बोराक्स र कोलामाइडबाट H3BO3 बोरिक एसिड निकालिन्छ भन्ने चाहिँ याद गर्ने बोराक्स र कोलामाइडबाट H3BO3 निकालिन्छ भन्ने हो अनि केमिकल प्रोपर्टिज जेमा चाहिँ जो BOH को बोरिक एसिडलाई H2O सँग रिएक्ट गर्ने BOH को होल पावर माइनस H3 भन्छ यो यस्तो भन्छ हैन सैलिसिलिक एसिड र सिसिडाइलले फर्मेट रिएक्सन भन्छ ग्रिनजेस फ्लेमसँग बोरेट आयनको लागि हो यो चाहिँ इथाइल अल्कोहल पछि कम H2SO4 युज गरिन्छ र वरिपरि ग्रिनेज दिन्छ अनि B410H2 यो भयो नाम आफै पढ्ने हैन अनि त्यसपछि प्रिजाइडिक बोराक्स अनि सोलोबोलिन आफै भन्छ सोलोबोलिन हट वाटर हुन्छ अनि डिहाइड्रेटेड सुगाका टिङ्कल भन्छ यसलाई चाहिँ बोराक्सलाई अनि 5H2 भने अक्टाहाइड्रल बोराक्स डोलर्स पेन्टाहाइड्रेट अनि बोराक्स क्लास भनेको एनहाइड्रस बोराक्स बिटेज बेसिक रेडिकल्सको लागि हुन्छ यो चाहिँ अब एल्युमिनियम साइडको लागि हुँदैन यो त के चाहिँ निकेलको लागि निकेलले ब्लू क्रोमियमले ग्रीन NaB भन्ने याद गर्ने हैन म्याग्नेसियमले चाहिँ पिंक कोबाल्टले ब्लू CB अनि कपरले ब्लूले अक्सिडेसन भने भयो रेडिएसनमा रेड अनि यो चाहिँ अब बोराक्सलाई हिट गर्यो भने NaBO2 प्लस B2O3 सोडियम मेटाबोरेट प्लस बोराक्स हुन्छ NaBO2 अनि यो चाहिँ बोराक्स बिटेजको रिएक्सन हुन्छ भन्ने हो अब हामीले जो बोराक्स हुन्छ बोराक्सलाई कसरी प्रिपेयर केबाट प्रिपेयर गर्छ चाहिँ H3BO3 एउटा चाहिँ बोरिक एसिडबाट एउटा चाहिँ कोलामाइडबाट सो एउटा क्वेशन छ कोलामाइड र बोरिक एसिडलाई केसँग रिएक्ट गर्दा बोराक्स दिन्छ भने चाहिँ Na2CO3 सँग रिएक्ट गर्दा बोराक्स दिन्छ भने Na2CO3 पनि भेरी इम्पोर्टेन्ट Na2CO3 चाहिँ बोरोन फर्ममा धेरै इम्पोर्टेन्ट छ यो चाहिँ रिएक्ट गरेर यो Na2CO3 बोराक्स दिएको छ हैन यति चाहिँ इम्पोर्टेन्ट छ
त्यही चाहिँ बोरिक एसिडलाई यो फेरि हिट गर्दा के आउँछ भने एल्युमिनियम भइहाल्यो। सो यति कुरा हो, यसमा चाहिँ अब धेरै कुरा छैन। एउटा क्वेसन छ द क्लोराइड एन्ड क्लोराइड र अक्साइड एउटा एलिमेन्ट एक्सको क्लोराइड अक्साइडले वाटरसँग रिएक्ट गर्दा रिजल्टिङ सोल्युसन सेम भइरहेछ भने एउटा रिजल्टिङ सोल्युसन सेम भइरहेछ, एउटा मेटल छ होइन, क्वेसनमा चाहिँ के भनेको छ एउटा मेटल छ या एउटा अक्साइड छ, त्यो एउटा मेटल त्यो अक्साइड र क्लोराइडले सेम रिजल्टिङ सोल्युसन दिइरहेछ भने त्यो के होला भने फस्फरस होला। फस्फरसले हेर्नु एउटा कम्पाउन्ड छ, यसले त्यस्तै दिइरहेको। अनि कम्पाउन्ड रुबी भनेको Al2। अब यो कोरन्डम हुन्छ त्यो डिफ्रेन्ट नेचरमा अब ओकर गर्छ कि रुबी रेड, एमएस3 हाइलाइट, टोपेज येल्लो यस्तोमा याद गर्नु छ। अनि Al2O3 एल्युमिनियम अक्साइड हेभी स्टेबल हुन्छ, सो केमिकल रिएक्सनले रेड्युस गर्दैन Al2O3 धेरै के हाइली स्टेबल हुन्छ। अब बोरोन कार्बाइड नर्बाइड भन्छ हार्डेस्ट आर्टिफिसियल सब्सटेन्स हो। अनि Na2 बिफोर O7 5S2 यो जोरस बोरेक्स अनि 10S2 प्रिज्मेटिक एनहाइड्रस भने यो बोरस ग्लास यो भन्यो। अब क्वेसनहरु त हुन्छ होइन, क्वेसनहरु एल्युमिनियम एक्सट्रेक्टेड बाइ द इलेक्ट्रोलाइसिस अफ क्वेसन है।